ल आज हामी यिनी केराहरूलाई पकाउने तरिका अपनाउँदैछौँ। यहाँ 1.5 दर्जन जति केराहरू छन्। यी केरालाई हामी पकाउन खोज्दैछौँ। कुम्साउने भन्ने गरिन्छ अझ हाम्रो ल्याङ्ग्वेजमा, हाम्रो भाषामा। गर्दै गर्दा बिचमा हामीले एउटा पाकेको केरालाई राखिदियौँ भने अझ छिटो पाक्छ यो मान्यता अनुसार। अब हामीले यसलाई रोमल्दैछौँ, मिलाएर हामीले रोमल्छौँ स्टेप बाई स्टेप, फोल्ड बाई फोल्ड। यसरी मजाले, धेरै टाइट पनि होइन, धेरै लुज पनि होइन, टाइटै गर्नुभयो भने राम्रो हुन्छ। यसरी हामीले यो केरालाई के गर्यौँ त बनायौँ। उनीको कपडामा रोमलिसकेपछि अब हामीले फेरि अर्को त्यसबाट बाहिरबाट अर्को हामीसँग पर्दा थियो, पर्दाको कपडाले हामी रोमलिरहेका छौँ। स्पष्ट रूपबाट हामी रोमल्दैछौँ। यसरी रोमल्नुहोस्। बोरामा हालेर बाँधेर राख्नुहोस्। बोरामा राख्दैछौँ। यसरी बोरामा हामी राखिसकेका छौँ केरा। बोरालाई घुमाएर यसरी खुट्रो पार्नुहोस् र यसरी तपाईँले राखिदिनु भयो भने केरा 2 देखि 3 दिनसम्ममा पाकेर रेडी हुन्छ अनि हामी मजाले खान सक्छौँ।